नमस्ते साथीहरू, आज चाहिँ तपाईँहरूलाई म नयाँ डिस ट्राई गराउँछु ल। यो चाहिँ स्मोक्ड म्याक्रेल हो, मोरिसनबाट लिएको मैले। यो माछा चाहिँ एकदमै नेपालको त्यो हुन्छ नि, त्यो पेरुङ्गोको माछा, सुकेको पेरुङ्गोको माछाको जस्तै टेस्ट हुँदो रहेछ। यो माछा तपाईँहरू ट्राई गर्नु ल। मैले चाहिँ तोरीको तेल हालेँ, लसुन, प्याज अनि हरियो खोर्सानी, मजाले लसुन चाहिँ धेरै हालेर यहाँ फ्राई गरेँ अनि त्यसपछि नुन हालेँ अनि यो बेसार हालेँ अनि यो चाहिँ के पो काश्मिरी चिल्ली हो अनि धनियाँ पाउडर हाल्छु मैले चाहिँ मजाले। धनियाँ पाउडर अरू के पनि हाल्दिनँ, धनियाँ पाउडर मात्रै हालेँ अनि मजाले यसलाई फ्राई गरेर यो चाहिँ मसला फिस मसाला पाउडर हो, फिस मसाला पाउडर त्यो हो। अनि त्यसपछि मजाले तेलमा फ्राई गरेपछि अनि त्यसपछि मैले एकछिनमा चाहिँ यहाँ टमाटर चप गरेर पानी हालेर चप गरेर अलिकति मिल्ने बनाएको अनि त्यो हालेर मजाले पकाएको मजाले त्यो सुरुमा हालेको प्याज लसुनहरू पनि मजाले त्यो टमाटरको पानीले पाकेपछि अनि त्यो अलिअलि त्यो अघिको माछालाई चाहिँ अलिअलि मैले तेलमा फ्राई गरेँ, अलिकति कस्तो र टाइपको त्यो र नै हो खासमा अनि त्यो अनि मलाई कस्तो लाग्यो। अनि त्यसपछि फ्राई गरेर अनि हालेर अनि त्यसपछि ठक्क ग्रेभी बनाएको कस्तो मिठो हुँदो रहेछ है। गार्निस चाहिँ मैले प्याजको पत्ता, धनियाँको पत्ता, लसुनको पत्ताले गार्निस गरेको, यति मिठो हुँदो रहेछ। सेम त्यो नेपालको पेरुङ्गोको माछालाई बिर्साउने, झोल हालेर खाए पनि भयो, ग्रेभी खाए पनि भयो, अचार जस्तै बनाएर खाँदा पनि हुँदो रहेछ। तपाईँहरू पनि एकपल्ट अवश्य ट्राई गर्नु होला। अनि मैले चाहिँ अलिअलि मात्रै सोते मात्रै गरेको थिएँ, यति मिठो भएको थियो। अब चाहिँ म चाहिँ यो माछा चाहिँ झोलमा खानुपर्दा चाहिँ यो माछा मैले चाहिँ अवश्य लिएर खान्छु भने कस्तो भन्दै नआएको के भन्छु के हवस्। मेरो भोइस चाहिँ इग्नोर गर्नु होला, मलाई चाहिँ एकदमै रुगा लागेको छ। यही फिभरले सदाको छ भने रुगा बाँकी फिभर लागिरहेछ, त्यो भएर चाहिँ स्वर चाहिँ सबै भाँचिरहेछ अहिले मेरो। तर पनि मैले भोइस ओभर गरेको यो चाहिँ मस्टर्डको त्यो पेस्ट नै हालिदिएको मैले यही हाल्छु प्रायः माछामा, त्यो अर्को पिसेर हाल्दिनँ, मिठो हुन्छ यो पनि एकदम। कलर पनि राम्रो निकाल्छ माछामा अनि